महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद भन्दै विश्लेषक मदनाथ खनाललाई। यसै गरेर नेपाली कांग्रेसका नेता शङ्कर तिवारी हामीसँग हुनुहुन्छ। अघि मैले प्रश्नहरू राखिसकेको छु, प्रश्न सकेसम्म त तपाईँले टिप्नु भएको छ भन्ने मैले विश्वास गरेको छु। सभापतिज्यू अहिले कहाँ हुनुहुन्छ? सभापतिज्यूले तपाईँसँग के भनिराख्नु भएको छ त्यो बारेमा पनि जिज्ञासा छ। सभापतिज्यू राजीनामा दिनुहुन्छ कि हुँदैन? नेपाली कांग्रेस आज 18 सिटमा झरेको छ। बीपी कोइरालाको पालामा 2015 सालमा बहुमत ल्याएको कांग्रेस आज आएर 2082 सालमा 18 सिटमा झर्यो। यसको नैतिक जवाब चाहिँ सभापतिज्यूले, युवा सभापतिज्यूले दिने कि नदिने, र अर्को कुरा चाहिँ उहाँले राजीनामा दिने कि नदिने भनेर उपसभापति तपाईको चाहिँ विश्वप्रकाश शर्मालाई सोध्न जानुभयो हिजो अस्ति तपाईको बानेश्वरमा भन्ने छ, त्यो के हो? यदि उहाँले चाहिँ सोध्ने नै हो भने तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोध्नु पर्थ्यो अथवा सभापति शेरबहादुर देउवालाई सोध्नु पर्थ्यो। उहाँ उपसभापति पनि असफल भइसक्नु भएको उपसभापति हो भन्ने प्रश्न पनि उठेका छन्। यसका प्रति तपाईको जवाब के छ र आफ्नो महत्त्वपूर्ण विचार राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद प्रिय मित्र लक्ष्मीजी। यस साक्षात्कार कार्यक्रममा आउनुभएका सबै पत्रकार मित्रहरूलाई मेरो तर्फबाट, आदरणीय मोहननाथ सर पनि हुनुहुन्छ, सबैलाई मेरो तर्फबाट स्वीकार्नुहोस्। जय नेपालको अभिवादन। नमस्कार। जय नेपाल।